मोडर्न स्टार टिभी मनोरञ्जनकै लागि सब्स्क्राइब गर्न नभुल्नुहोला। दर्शकवृन्द, स्वागत छ तपाईलाई मोडर्न स्टार टिभीमा। खाना पकाउने एलपीजी ग्यास ढुवानीमा भारतीय निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ। नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ। नागरिक दैनिकले समाचार छापेको छ। परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले 9 महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेश मन्त्री सुषमा स्वराजलाई आग्रह गरे पनि उनले घुमाउरो पाराले अस्वीकार गरेकी छिन्। भारतको यो दादागिरी कहिलेसम्म रहला त?